हेलो गाइस, गुड मर्निङ एभ्रिवान। आज म बिहानीको सुरुवातसँगै यो तुलसीपुरको छिल्लीकोट भन्ने ठाउँमा आएको छु हैन। छिल्लीकोटको दर्शन गर्दै अब मैले तपाईहरुलाई के देखाउँदैछु भन्दाखेरि हैन, यो तुलसीपुरको यो तुलसीपुर पर्छ हैन, तुलसीपुर हो। हेर्नुहोस् भ्यू टावर। घामको एन्टी लाइटले गर्दाखेरि अलिकति राम्रो हुन सकेको छैन गाइज। एसी चलाएर त्यहाँ बन्द भएको एसी हैन कि त्यसले गाडी आइद पिकअपै लिन्न के कला यस्तो यस्तो त मिलाइ पिकअप फ्याट्टै भन्नुहुन्छ क्या। रमाइलो छ साथीहरू। चिउरी हो यो केरा, दिस इज लोकल केरा, लोकल केरा। मन्दिर, दिस इज छिल्लीकोटको मन्दिर। तपाईहरु देख्न सक्नुहुन्छ गाइजहरु, छिल्लीकोटको मन्दिर हजुर। ए छिल्लीकोटको मन्दिर। र तपाईले तुलसीपुर हेर्नुहोस्, यो तुलसीपुर यो जुन देखिरहनु भएको छ हजुरहरूले, यो तुलसीपुर हो एरिया। यहाँ एउटा मादले गुफा, गुप्तेश्वर बर गुफा भन्ने ठाउँ रहेछ। यो मादले गुफा, गुप्तेश्वर गुफा भन्ने बाटो जाने बाटो यही हो साथीहरू। यो गुफा कस्तो छ म हेर्न गइरहेको छु। राम्ररी पनि पसौँला हैन। गुफा यही हो, गुफा जाने बाटो यही हो साथीहरू। के छ यो ए यहाँको के भन्छन् यसलाई, गुफा यही हो। यहाँभित्र त को जाँदो घाँटी त सरबल बेर्छ। टोडारलाई गुफा भनेर नेपालीहरूको बानी फेरि। प्रतीक्षालय रहेछ गाइजहरू। अब तपाईँहरू हेर्न सक्नुहुन्छ चोटा लाएर। ल हेर्नुहोस् कस्तो लाग्यो। ए तुलसीपुर यो त ए डाँडा काँडा